इभिनिङ एभ्रिवान, सबैजना सन्चै हुनुहुन्छ होला। मलाई त चिन्नुभयो होला, अलिक लामो समयदेखि मैले नाक मुख देखाएको छैन होइन त। अब देखाउनको लागि म यहाँनिर आउँदैछु। अब यहाँ चाहिँ कहाँ जाँदैछु भने आज चाहिँ मिनी हाइड्रो पावर हाम्रो यहीँ धरानमै सर्दो खर्दो अनि सानेबाट आएको पानीबाट चाहिँ मिनी हाइड्रो पावर बनाएको छौँ, जो चाहिँ 2071 साल 72 सालबाट सुचारू चाहिँ गरेको, मतलब बनाउन चाहिँ सुरु गरेको हो। तर अब अहिलेसम्म काम गरिरहेको थिएन। तर अहिले चाहिँ XIA भनेको इन्डियन आर्मीहरूले चाहिँ पानीहरू बनाएर चाहिँ बाई बाई नाना यहाँनिर आज चाहिँ उद्घाटन छ। यो देखाइहालेँ, सरी माफ गर्नु होला। अनि एउटै कुरा म भिजिटरहरूलाई पनि भन्न मन लागेको कुरो, टिकटहरू लिएर गएपछि तपाईँहरू ठपक्क डस्टबिनमा लाउने भनेर भन। यसरी फालिदिनु भएपछि मलाई चित्त मन नपर्ने हो के। यन्तै टिकट यसरी फालिदिनुहुन्छ, यही नफालिदिनुहोस् भनेर चाहिँ मैले टिकट लिनुहोस्, टिकट लिइसकेपछि खतरा खतरा डस्टबिनमा लगाउनुहोस् भनेर भन्छु को। त्यो भन्दा पनि सुन्नुहुन्न। अनि यसरी फालिदिनुहुन्छ। अब डस्टबिन छ, ठाउँ ठाउँमा डस्टबिन राखेको छौँ, सुन्नै हुन्न। बिस्तारै बोलौँ, सुन्नुहुन्न। चर्को बोलौँ झर्क्यो भन्छ। गाह्रो छ यहाँ मलाई। त्यो भएको कारणले गर्दाखेरि म चाहिँ अहिले हाइड्रो पावरको एउटा कार्यक्रममा जान लागेको, पुग्न आँटेको छु। टिकट काउन्टर छेउमा छु। डस्टबिनहरू राखिदिएको केही औचित्य नै भएन यहाँनिर। त्यो भएको कारणले गर्दाखेरि म तपाईँलाई थोरै देखाउने छु हाइड्रो पावरको के कसो छ भनेर चाहिँ है त। दादा आइपुग्नु भएको छ क्या नचाम्ने। दा भ्लगर डरै लाग्छ नि त, बन्दुकतिर छाएर मात्रै हिँड्छ सबै। नै फालिदिनु भएछ क्या बाटोमा भिजिटरले। अनि यो डस्टबिनमा लगाइदिनु भन्दा सुन्नुहुन्न, बाहिर फालिदिनुहुन्छ क्या। अनि टिपेर ल्याएर यहाँ छ है डस्टबिन भनेर देखाउन आँटेको। यसरी डस्टबिनमा यसरी खस्रका लाउने हो क्या भित्रहरू। कसैले पनि सुन्दैन। अब चाहिँ हामी यहाँनिर यो चाहिँ इन्डियन आर्मी एक्स आर्मीहरूको यो कार्यक्रम। यता हाम्रो दुर्गा दाई हुनुहुन्छ भने सम्पूर्ण यता टिमहरू चाहिँ यता हुनुहुन्छ, जो चाहिँ अहिले इन्डियन एक्स आर्मीहरूको। हेलो नमस्ते सेवा हौवा। यहाँ चाहिँ म चाहिँ सिधै किचनतिर बसेँ है। वा होइन, मेरो क्यामेरा अग्लिन्छ हजुर। फोनमा अगाडि सिसामा आएको। यता हाम्रो पुरै प्याकिङ छ। भेज नखानु हुनेहरूलाई सिधै यो मान्छे चाहिँ फेरि आउने बित्तिकै किचनमा बस्छ भन्नु होला। डिपार्ट किचनकै भएर किचनतिर बसेको है म। यता हाम्रो दाजु हुनुहुन्छ। यता हाम्रो त गोजीको सोल्टी भनेर के को दाजु, यता मामाहरू हुनुहुन्छ होइन। एकचोटि यता आज हाम्रो मान्छे कसरी फुर्सद हुनुभयो? होइन अहिले 5 बजे भ्यायो नि त। 5 बजे फोन हुन्छ होइन, 5 बजे पछाडि चाहिँ हाम्रो अर्को दिदी आउनुहुन्छ नि त, मलाई पालो दिनु। हजुर, अब म एकचोटि चाहिँ यसो क्यामेरा घुमाउनु पर्यो सम्पूर्ण यो हाम्रो हाइड्रो पावर टिम। नमस्ते सेवा हवा दाजु, हवा हवा सेवा सबैजनालाई हवामा। ल यहाँ चाहिँ हाम्रो हाइड्रो पावर र यहाँ चाहिँ दीप प्रज्वलन आगो बुवा। हाम्रो मेयर साहब पनि आइपुग्नु भयो। वा आज चाहिँ झलमल बत्ती बल्ने दिन। नाना हौवा सबैजनालाई स्वागत छ। नमस्ते हौवा। नाना ठिक छ नि हौ, भेटघाट बिना यहाँ नै मङ्गलसूत्र। यो मङ्गलसूत्र हेर्नु न यहाँ, इमान्दारले गर्नु हस् हुन्छ। यहाँ मङ्गलसूत्र छ क्या भित्रहरू। अनि
हेलो नमस्ते सबैजनालाई कङ्ग्रेचुलेसन हामी सबैजनालाई कङ्ग्रेचुलेसन हामी सबैलाई किनभने आजबाट बत्ती बल्नेवालामा छ यहाँको आफ्नै मेहनत आफ्नै परिश्रम म यसो देखाउँछु एकचोटि ल यो चाहिँ अहिलेको हाम्रो हाइड्रो पावर चाहिँ बन्द भएको थियो र पुनर्निर्माण चाहिँ फेरि पनि भएको छ र यहाँभित्र चाहिँ आवाज बढी आउन सक्छ हामी छौँ यता हाम्रो मेयर साहब पनि आइपुग्नु भएको नगर प्रमुख आइसक्नुभयो म यति कुराहरू भन्न चाहन्छु श्री आदरणीय श्रम पिता नगर प्रमुख हर्कराज राईज्यू उपस्थित सम्पूर्ण अब सर पनि आइपुग्नु भएको छ कि अनि अब उहाँको कुरा सुनौँ र स्वतन्त्र दिदीबहिनीहरू उपस्थित हाम्रो क्युआरटी टिमहरू साथै हाम्रो चौथो अङ्ग मिडियाकर्मी ज्यूहरू र देशैबाट विदेशबाट सम्पूर्ण ठाउँबाट हेरिरहनु हुने हाम्रो यो कार्यक्रमलाई कार्यक्रमलाई चाहिँ म के भन्न चाहन्छु सबैजनालाई म दुर्गा चामलिङको तर्फबाट नमस्कार भन्न चाहन्छु र आज हाम्रो कार्यक्रम हाम्रो पनि मुख्य चिज चाहिँ हामीलाई भदौ 9 गते चाहिँ हाम्रो आदरणीय श्रम पिताज्यूले तल ग्रिन टीमा बोलाएर यो हामीलाई एउटा प्रोग्राम दिनुभएको थियो होइन जिम्मेवारी दिनुभएको थियो 11 गते चाहिँ हामीले आएर सबैजना भुपुहरू आएर हेऱ्यौँ 13 गते चाहिँ हाम्रो श्री आदरणीय इन्जिनियर तर्क सरको साथमा चाहिँ हामी बसेर सल्लाह मसुरा गरेर कसरी के गर्ने भनेर चाहिँ हामीले यो काम गऱ्यौँ सबभन्दा पहिला त नेतृत्वकर्ता भनेको नै हाम्रो हर्क सर हो त्यसपछि हाम्रो तर्क सरले हामीलाई साथ सपोर्ट दिनुभयो यो यसरी बनाउने यो गर्ने भनेर चाहिँ उहाँले सिकाउनु भयो र हामीले 29 दिनमा चाहिँ हामीले पानी बत्ती बालेको थियौँ तर आज फाइनली चाहिँ 36 दिनमा आज चाहिँ एउटा आधिकारिक रूपमा चाहिँ हामीले हाम्रो हर्क सर श्रम पिताज्यूलाई चाहिँ सुम्पिँदैछौँ यसरी नै उहाँले दिएको भिजनलाई उहाँको दिएको टास्कलाई चाहिँ हामीले एकदम विश्वास र के अरे निरन्तरताको साथमा हामीले काम गऱ्यौँ र यसमा हौसला र धेरै यो दिने भनेको हाम्रो के भन्छ हाम्रो प्राविधिक सर यो तर्क सर प्लस हाम्रो एकजना जेन्जी बाबा हुनुहुन्छ अघि नै मैले भने हाम्रो 89 वर्षीय काजी गुरुङ मेरो छिमेकी हुनुहुन्छ उहाँले पनि हामीलाई धेरै ऊर्जा दिएर हामीले गरेको काममाथि उहाँले साथ र सपोर्ट दिएर धेरै सक्सेसफुल गऱ्यौँ यसरी नै म भन्न चाहन्छु उहाँले दिएको जिम्मेवारी हामीले एकदम लगनशीलको साथ काम गऱ्यौँ र यसरी गर्ने नै छौँ र अब धेरै कुराहरू नलम्बाउँ किनभने तर्क सर कता जानुभयो तर्क सर भित्र हुनुहुन्छ कि हेर्नुहोस् है भित्र तर्क सर कता जानु र कुनै पनि हामीलाई जिम्मेवारी दिनुहुन्छ भने उहाँले हामीले एकदम विश्वास र आत्मविश्वास र बलको साथमा हामीले काम गर्नुपर्छ भन्न चाहन्छु मैले अघि नै भनिहालेँ एउटा हाम्रो कलियुगले मागेको एउटा अहिलेको हालमा चाहिँ हाम्रो हर्क सापङ सर हो त्यसले गर्दा उहाँलाई हामीले उहाँको भिजनप्रति सदैव साथ र सपोर्ट दिएर चाहिँ अगाडि बढाउनुपर्छ तर्क सर ल हाम्रो तर्क सरलाई सबैजनाले एकपल्ट ताली बजाइदिनु होला किनभने उहाँले हो हामीलाई यत्रो दिनसम्म 36 दिनसम्म साथ दिने उहाँ हाम्रो इन्जिनियर पनि हुनुहुन्छ प्लस उहाँले उसमा त्यो काममा पनि धेरै साथ दिनुभएको थियो र अब म अरू केही नबोलिकन अब बत्ती बाल्ने कार्यक्रम गर्छु हाम्रो आदरणीय श्रम पिता हर्क सापङज्यू ताली बजाउँ खेर जाँदैन ताली चाहिँ बजाउँदा खेर जाँदैन म अलिकति मामा म अलिकति
बत्ती बालेर पनि भित्र बत्ती बालिसक्नुभयो। अब चाहिँ हामी यहाँ बाहिर छौँ। अब यो हजुर दाइ नमस्ते। हेलो दा हावा नमस्ते। मङ्गलसूत्र आफ्नो त हाम्रो श्रम पिताबाट एक वर्ष राख्नु हुन हार्दिक अनुरोध गर्छु। के अरे धन्यवाद छ हाम्रो के अरे दुर्गा सरलाई र उपस्थित सबैजना हाम्रो तर्क सर पत्रकारज्यूहरू सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु। यो हामीले चाहिँ नि पोहोर परारै बनाएको थियौँ, तर माथि त्यो बाढी पहिरो अब आइरहन्छ होइन। प्रकृतिलाई हामीले कन्ट्रोल गर्न सक्दैनौँ, प्रकृतिले चाहिँ हामीलाई कन्ट्रोल गर्छ है। अहिले यहाँ पानी पर्यो भने हामीले नपर भन्दा हुँदैन, खडेरी लाग्यो भने पानी पर खडेरी नलाग घाम नलाग भन्दाखेरि हुँदैन। त्यसले गर्दाखेरि हामीले चाहिँ नि यो के भन्छ अरे हामीले प्रकृतिलाई आफ्नो बसमा राख्न नसक्ने तर प्रकृतिमा हामी बाँच्नुपर्ने बाध्यता भएको कारणले यी कुराहरू भइरहन्छन्। र पोहोर परार त्यो भत्किएर एक खालको पाइपमा बालुवा पसेकोदेखि लिएर हरेक खालको समस्या अवस्था थियो। मैले भूपू सैनिक दाजुभाइहरूलाई विशेष गरी इन्डियन आर्मीमा सेवानिवृत्त भएर आउनुहुने भारतीय भूतपूर्व सैनिक दाजुभाइहरूलाई मैले चाहिँ नि एउटा तपाईँहरूले यस्तो काम गर्नुपर्छ होला हौ भनेर मैले भने। उहाँहरूले हुन्छ हामी गर्छौँ भनेर चाहिँ नि साहस देखाउनु भयो, तदारुकता देखाउनु भयो, जसको कारणले गर्दाखेरि चाहिँ यो बिग्रेको पाइपलाइनहरू सबै सच्याएर अहिले जो हामीले यो स्थगित भएको भनौँ न हाइड्रो पावरलाई चाहिँ सञ्चालन गरेका छौँ। केही टेक्निकल उसले गर्दाखेरि केही अलिअलि फ्लक्चुएसन छ, तर त्यो करेक्सन गर्न सकिन्छ। र हामीले यो के गर्न खोजेको, के देखाउन खोजेको तमासा पनि भनेर कतिले भन्छन् होला होइन। फरक पत राख्ने अलिक विरोधी भन्नु मिल्दैन, अलिक फरक पत राख्ने साथीहरूले त्यो पनि भन्न सक्नुहुन्छ। हामी एउटा नमुना देखाइरहेका छौँ। वास्तवमा धरान जस्तो खानेपानीको समस्या भएर सधैँभरि रोइराख्ने धरान उपमहानगरपालिकामा हामीले पानीबाट बिजुली पनि निकाल्न सकिन्छ भन्ने चिज हो। र यो चिजलाई चाहिँ हामीले देखायौँ। र अब हामीसँग हुन त अब प्रशस्त बजेट भएर हामी बसिरहेका छैनौँ। बजेट थोरै छ, बाटो पो बनाउनु कि स्कुल पो बनाउनु कि भन्ने खालको स्थितिमा हामी छौँ। तर यो एउटा कन्सेप्ट के चाहिँ हो भन्दाखेरि मैले बारम्बार भन्ने गरेको र अब नेपाल सरकारको अब हुन त अहिले अब के अरे ऊर्जा मन्त्री फुलमान घिसिङजी हुनुहुन्छ। मैले के अरे यसो मेरो कन्सेप्ट चाहिँ के भन्दाखेरि नि एउटा यो खर्दुक सर्दुक खालको खोलामा पनि हामीले धेरै ठाउँमा बिजुली निकाल्न सक्यौँ भने, जस्तै माथिल्लो छाँगामा यत्रो निकाल्ने, त्यसको अलिक तल फेरि अर्को छाँगामा निकाल्ने, यस्तै पावर हाउसहरू चाहिँ यहाँदेखि माथिसम्म बनायौँ भने धेरै तपाईँको चाहिँ नि मेगावाटमा हामीले बिजुली निकाल्न सक्छौँ। एउटा सानो खोलाबाट पनि, सानो खोलाबाट पनि भन्ने मलाई चाहिँ लाग्छ। हामीले यहाँ माथि पनि एउटा निलो के अरे सानो छ होइन, त्यो पनि बिजुली हाउस नै हो, पावर हाउस हो। त्यो सक्सेसफुल भएर हामीले यो बनायौँ। र यसरी चाहिँ नि तालै पत्राउ त्यहाँ पनि गऱ्यो भने एउटै खोलाबाट, एउटा सानो ठेक्काको यत्रो सर्दो जत्रो खोलाबाट थुप्रै बिजुली निकाल्न सक्छौँ। र त्यो बिजुली चाहिँ हामीले चाहिँ प्रयोग गर्न सक्छौँ, लोड सेडिङ मुक्त हुन सक्छौँ भन्ने म्यासेज दिन खोजेको पनि हो खासमा। यो चिज हो र विभिन्न प्रयोगहरू हामी गरिरहन्छौँ। ध्यान दिउँ है, हामीले धरान 20मा हावाबाट पनि बिजुली निकालेका छौँ। धरान 20को वडा कार्यालयमा हावा फ्यान घुमिरहेको छ
र हामीले चाहिँ नि यो बुद्धि लगायौँ भने सुख पाइन्छ जस्तो लाग्छ मलाई चाहिँ। बर्खा मासमा खोलाखोलीमा पानी हुन्छ, खोलाबाट निकाल्ने, खोला सुक्ने बित्तिकै हावा चल्न थाल्छ, हावाले पङ्खा घुमाउँछ, पङ्खाबाट निकाल्ने। यसो गऱ्यौँ भने 6 महिना खोलाबाट हाइड्रो पावर होइन, तपाईँको 6 महिना विन्ड पावर निकाल्यौँ भने हामीले विद्युतमा चाहिँ त्यत्रो धेरै सङ्घर्ष गरिराख्नुपर्ने, कताबाट ल्याउनु पर्ने, के जाति भनेर भनिराख्नु पर्दैन जस्तो लाग्छ भन्ने कुराको उदाहरण पनि हामीले देखाउन खोजेको। र यो एउटा उदाहरण हामीले चाहिँ सफलतापूर्वक चाहिँ देखाएका छौँ र यसमा सहयोग गर्नुहुने हाम्रो तर्कमगर उहाँलाई जोरदार तालीले धन्यवाद ज्ञापन गर्नुपर्छ। उहाँ इन्जिनियरिङ ब्याकग्राउन्डको व्यक्ति जसले चाहिँ यो होइन टेक्निकल कुराहरू जसलाई हाइड्रो पावर माथि त्यो सानो हाइड्रो पावरमा पनि हामीले चाहिँ नि उहाँको सहयोग लियौँ र त्यहाँ त्यो पनि सक्सेसफुल बनायौँ। त्यहाँबाट चाहिँ यता श्रम संस्कृति पार्क भन्नेमा पहिला केही पनि थिएन, बनमारा घारी यस्तो सिमली घारी थियो, त्यतातिर 2-4 बत्ती बाल्यो यो पार्कसम्म होइन, त्यो पनि सक्सेसफुल भयो। त्यस पछाडि यो अलिक ठुलो गरेको हो, मैले अघि पनि भनिसकेँ। र यसमा पनि उहाँको एक्सपर्टिजको अत्यन्तै धेरै प्रयोग भएको छ र समय दिनुहुने सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूलाई है धन्यवाद दिन चाहन्छु। खानेपानीका कर्मचारी भाइहरूलाई पनि धन्यवाद दिन चाहन्छु। यो सबैजनाको जोडबलले संयोजनले भएको सम्भव कुरा छ र यसरी हामीले चाहिँ विभिन्न कुराहरू गर्दै जाउँ है। हामी ढुङ्गा मात्रै बोक्ने श्रमदाता होइन, बिजुली निकाल्ने श्रमदाता पनि हो। ताली बजाउनुपर्छ है, ताली बजाउनुपर्छ। अब केही समय पछाडि बा गाडी घोडा पनि बनाइन्छ कि बनाइसकेपछि बोलेको राम्रो, अहिले नबोल्नु होइन, अहिले नबोलौँ। खालि ढुङ्गा मात्रै बोक्या छ, भिजनै छैन भन्छ है। भिजन छ कि छैन भन्ने कुरा नबोल्दिन है, के बोल्नु है। ढुङ्गा मात्रै बोक्छ त श्रमदाताले, बिजुली पनि बनाउँछ है। भोलिको दिनमा के बनाउँछ, पछि बनाइसकेपछि बोलौँ अनि मात्रै सुहाउँछ। फेरि त्यो हावा तपाईँको हावातालको मान्छे भइन्छ। र यसरी हामीले सधैँभरि सकारात्मक तरिकाले सानसानो कुराले मान्छे खुसी हुन्छ क्या। यति बनायौँ तपाईँलाई खुसी लाग्यो त लागेन है। अस्तितिर त्यत्रो तान्यो भन्दै तानेको ढुङ्गा पल्टाइराखेको त्यो सबै दुःख बिर्सेर आज तपाईँ हाँसिराख्नु भएको छ हो कि न हो। र मिडिया मार्फत तपाईँले हामीलाई हेर्नुहुने सबैलाई हँसाइराख्नु भएको छ। एउटा आशाको किरण तपाईँले छर्नु भएको छ। सबैजना जो जतिले चाहिँ ढुङ्गा बोक्नुभयो, त्यहाँ पाइप तान्नुभयो, के गर्नुभयो, सबै दाजुभाइ दिदीबहिनीहरूलाई म हृदयदेखि धन्यवाद दिन चाहन्छु। यो श्रम संस्कृति पार्क एउटा नमुना पार्क हो होइन, जहाँ डुङ गर्दै भल पनि आउँछ। कस्तो गर्दै आउँछ? डुङ गर्दै आउँछ। पुल बगाइ लग्यो होय भनेर प्रचार गर्छन् विरोधीहरूले। बगाएको छैन भनौँ न, बगाएको छैन। हाम्रो ज्ञानजीलाई मैले यहाँ बोलाउन चाहेँ एकछिन। ज्ञान कहाँ छ? ज्ञान अलिकति चटपटे खालको छ साथी, कता कुदिहालेछ ए है। गर्दै भल आउँछ। झन्डै यो पुल पनि बगाइ लगेको थियो। त्यहाँनिर चाहिँ हाम्रो ज्ञानजीको अगुवाईमा उहाँ नै हुनुहुन्थ्यो उपभोक्ता समितिको अध्यक्ष। बिचरा दुःख धेरै गरिराख्नु भएको छ। उहाँलाई पनि जोरदार ताली बजाएर धन्यवाद दिउँ। आज त्यो यतापट्टि त्यो तपाईँको छैन यो के अरे यो वाल जुन छ, त्यो वालदेखि लिएर उतापट्टि यो तपाईँको यो त्यो ब्रिज, यो ब्रिज त भत्किन आँटेको थियो है। उहाँहरूले दुःख गरेर, उहाँ मात्रै होइन है, फेरि उहाँको टिम सबैजना दाजुभाइ दिदीबहिनी जो जतिले चाहिँ होइन ढुङ्गा बोक्नुभयो, बालुवा बोक्नुभयो, दुःख गर्नुभयो, सबैजनालाई हृदयदेखि धन्यवाद दिँदै ताली बजाएर हामीले सम्मान गरौँ, धन्यवाद ज्ञापन गरौँ है। हामीलाई चाहिएको यही हो। हामीलाई विकास चाहिएको छैन है। यसो हेर्दाखेरि त भोलि है तपाईँको छैन पुल पुन बगाइराखेको, पार्क पुन बगाइराखेको, ल्याङफ्याङ जिन्दगी त्यस्तो हुनु दिन्छौँ त हामी? भनौँ न एकचोटि। काम गरेपछि त गफ पनि गर्नुपर्छ क्या
होइन कामै नगरी गफ गर्नेहरूले देश चलाइरहेछ हावामा हामी चाहिँ काम गरे गफ गर्नु डराउने लजाउने गफ गर्नुपर्छ अलिक श्रम संस्कृति पार्क केही थिएन है अहिले हेर्नुपर्छ अस्ति अम्बक खाँदा खाँदा हैरान भयो अहिले त छैन कि के हो खै कसले खायो खाओस् है ठुल्ठुलो भइसक्यो बिरुवाहरू है यो ठाउँमा पहिला कस्तो स्थिति थियो र अहिले कस्तो छ अहिले धरानको मात्रै नभएर पूर्वकै सबभन्दा धेरै पर्यटक आउने पार्क हो यो ताली बजाउनुपर्छ ताली बजाउनुपर्छ त्यो पार्क बनाउने सपना मैले देखेँ तर सपना देख्नु मात्रै ठुलो कुरो होइन होइन सपना त के देखिन्छ तर त्यो सपनालाई साकार बनाउनका लागि सहयोग गर्नुहुने सम्पूर्ण श्रमदाताहरूलाई सम्पूर्ण आर्थिक सहयोगदाताहरूलाई सम्पूर्ण तपाईँको छैन कर्मचारी सम्पूर्ण शुभेच्छुक सबैजनालाई हृदयदेखि धन्यवाद दिनुपर्छ हामीले ताली बजाएर फेरि र यो पार्कलाई यहाँसम्म यस्तो छैन होइन बहुचर्चित बनाउनका लागि पत्रकार साथीहरूको क्यामेराको पनि ठुलो भूमिका छ उहाँहरूलाई पनि ताली बजाएर सम्मान गर्नुपर्छ खदा चाहिँ छैन तर खदा उत्पादन गरेका छौँ गर्न त नलिएको बोक्नले गरौँ छ र है भन्नुको मतलब हामी सधैँभरि सकारात्मक काम गरिरहन्छौँ हाम्रो काम कहिले पनि रोकिँदैन है घडीको सुई रोकिन्छ समय रोकिएला तपाईँ हामी जन्मन्छौँ मर्छौँ मरेर जान्छौँ तर हाम्रो काम हाम्रो अभियान यो देश बनाउने अभियान कहिले पनि रोकिनु हुँदैन रोकिँदैन है सधैँभरि निरन्तर अगाडि बढी नै रहन्छ अब हामीले गर्दै गरेको श्रमदानलाई युवा पुस्तालाई पनि हामीले सिकाउँदैछौँ आजदेखि सुरु गरेका छौँ केटाकेटीलाई पनि सिकाउनुपर्छ है तपाईँ हामी बुढो भइन्जेल हामीले मात्रै श्रमदान गरेर ढुङ्गा बोकेर बन्दैन देश हाम्रो छोराछोरीले बोक्नुपर्छ उनीहरूको छोराछोरीले बोक्नुपर्छ है यो ढुङ्गा बोकी बनाएको पार्क हो कि होइन पारिपट्टि चाहिँ नि सचेत धरानेलाई सम्झाउन चाहन्छु बिचरा कहिले जन्मेर ढुङ्गा नबोकेको पायो के अरे माटो नबोकेको साथीहरूले पनि ढुङ्गा र माटो बोकेर पार्क बनाएर चाहिँ धरान उपमहानगरपालिकालाई दिनु है यसरी हामीले चाहिँ नि उठेका छौँ यो एउटा श्रम संस्कृति पार्क मेहनत गरे हुन्छ भन्ने कुराको उदाहरण यो उदाहरण म एक्लैले दिएको होइन यो तपाईँले पनि दिनुभएको छ र तपाईँ एक्लैले पनि दिएको होइन यो हामी सबैले दिएका छौँ त्यसले गर्दाखेरि मिलेर सधैँभरि श्रम गरिरहनुपर्छ म त्यो भन्न चाहन्छु है यो बत्ती बल्यो अँध्यारोमा त्यो बत्ती जस्तै हाम्रो मनमा पनि तपाईँको उज्यालो हुनुपर्छ हामी उज्यालो लिएर बाँचिरहेका मान्छे हौँ है सबैजनालाई म त्यो भन्न चाहन्छु हामी निराश हुँदैनौँ निराश मान्छेलाई खुसी बनाउँछौँ उसलाई आशाले कमसेकम होइन भर्ने कामहरू गर्छौँ म त्यो पनि भन्न चाहन्छु त्यसले गर्दाखेरि सबैजनालाई विशेष गरी यहाँ अब हामी भारतीय भूपू सैनिकको समूहमा छौँ भारतीय भूपू सैनिक समुदायमा यति मात्रै हुनुहुन्न तपाईँहरू सबैजना जोडिनुहोस् हर्क साम्पाङले जहिले पनि देश बनाउनै भन्छ देश बनाउनै भन्छ त्यसमा तपाईँले सहयोग गर्नु सक्नुहुन्छ गर्नुपर्छ है यति मात्रै होइन धरानमा भारतीय भूपूहरू सबैजना जोडिनुहोस् है सबैजना जोडिनुहोस् तपाईँहरू व्यापक रूपमा तपाईँको छैन आउनुपर्छ अब यो देश बनाउनका लागि आउनुपर्छ हामीले अब यो बनाइसकेपछि हामी फेरि अब कुनै एउटा काम गर्छौँ म फेरि त्यसै त बस्नु कहाँ दिन्थेन म पनि बस्दिनँ तपाईँहरूलाई बस्नु दिए त है त्यस्तो छ त्यसले गर्दा म तपाईँहरूलाई फेरि अर्को काम दिनै हाल्छु त्यो छ र अन्त्यमा हाम्रो तर्क सरलाई मुरी धन्यवाद दिँदै उहाँ अत्यन्तै टेक्निकल मान्छे होइन उहाँ नभएको भए यो सम्भव हुँदैन थियो हामीसँग त्यो एक्सपर्टिज छैन ज्ञान उहाँसँग चाहिँ इन्जिनियरिङ ज्ञान भएको कारणले सजिलो भयो र दिदीबहिनीहरू यतापट्टि बसिराख्नु भएको छ बिचरा दिदीबहिनीहरूले यता ज्येष्ठ नागरिक पार्क बनाउँदै हुनुहुन्छ उहाँहरूको लागि पनि ताली बजाइदिउँ न है दिदीबहिनीहरू हामी भन्दा खतरा हुनुहुन्छ यो कुरा चाहिँ मैले चाहिँ स्वीकारेँ तपाईँले स्वीकार्नुहुन्छ हो यो रोज गार्डन उहाँहरूले बनाएर दिनुभयो है यतापट्टि झाँक्री दह माथि मौनता क्षेत्र हुँदै हुँदै अब तल स्वास्तिकामा एउटा सानो फलैचा सहितको चौतारा र यहाँ ज्येष्ठ नागरिक पार्क त्यो बनाइसकेपछि पनि फेरि म अर्को दिन नआए भयो अब
कति दुःख दिनु हाँस्दै हुनु बसेर आउनु दिदी बहिनी तर के दुःख दिँदैन थियो फेरि अर्को दिइहाल्छ लाइन बनाएर राखिराखेको छु भन्नु नमिलेको त्यो भन्न चाहन्छु सधैँभरि हाँसिरहौँ मिलेर काम गर्दै बाँचिरहौँ होइन त्यो छ हामीले एउटा ठुलो सन्देश दिएका छौँ र हामीलाई थाहा छ हामीले गरेको श्रमलाई अब संस्कृतिको रूपमा यो समाजलाई आर्थिक रूपमा सामाजिक रूपमा रूपान्तरण गरी छाड्ने कसम खाँदै हामी पर्सि 28 गते 2082 साल असोज महिनाको 28 गते धरान 16 को जोरसकुवामा भेट्छौँ यहाँहरू सबैजनाले होइन तपाईँको चाहिँ सहभागिता जनाउनुपर्छ अरू मान्छेलाई पनि भन्नुपर्छ माइकिङ पनि भइराखेको छ अब हाम्रो तपाईँको श्रमको महाअभियान अब पहिला जस्तो चान्चुने हुँदैन अब हजारौं हजारको संख्यामा लाखौं लाखको संख्यामा है हिजो त यति धेरै श्रमदाताहरू आउनुभयो हिजोको श्रमदानको लागि मैले धन्यवाद दिनु बाँकी छ औजार कम भएको स्थिति पहिलोचोटि औजार कम भएको स्थिति होइन छैन बेल्चा एउटा बेल्चा छ 10 जनाले खसाखस गरेर खन्नु पर्ने किन्नुपर्छ औजार मैले देखेको 4-5 हजार होइन र यसरी हामी काम गर्नेछौँ र 28 गते पर्सि पनि हामी भेला हुनेछौँ भन्दै आज म चाहिँ अत्यन्तै प्रफुल्लित छु होइन अत्यन्तै खुसी छु र यहाँ दाजुभाइहरूलाई पनि हृदयदेखि धन्यवाद दिँदै तपाईँहरू पनि खुसी रहनुहोस् भन्ने कामनाका साथ मेरो भनाइ यही राख्दछु नमस्कार छ जय होस् सबैको धन्यवाद श्रम पिताज्यू उहाँले एकदम महत्त्वपूर्ण समय लिएर हामीलाई समय दिनुभयो धन्यवाद र अब अन्तिममा हाम्रो के हुन्छ भने एउटा हाम्रो भूपू या त आर्मीमा चाहिँ एउटा यस्तो सिस्टम हुन्छ हाम्रो ट्रेनिङ गरेर या त लडाइँ जितेर आयो या ट्रेनिङ सफल गरिसकेपछि चाहिँ या त लडाइँ जितेर कुनै पनि प्रोग्राम सक्सेस गर्छौँ भने चाहिँ एउटा हाम्रो क्याम्प फायर गर्छौँ क्याम्प फायर मतलब गरेर एउटा चिर जलाउँछौँ आगो जलाउँछौँ र यो अब कार्यक्रम छ र यसमा अब यो सबभन्दा पहिला हाम्रो धनबल भेनाले चाहिँ जय महाकाली भन्नुहुन्छ र सबैले आयो गोर्खाली भनेर यो चिर जलाउने अनि सम्पूर्ण हाम्रो उपस्थित दिदीबहिनी तथा हाम्रो सबैजनाले त्यहाँ चियापान गरिदिनु हुन भनेर हार्दिक अनुरोध गर्दछु जय महाकाली भनिदिनु हुन अनुरोध गरे धनबल धन्यवाद छ भाइ दुर्गा राईलाई र उपस्थित मेयर साहब साथै हाम्रो भारतीय भूतपूर्व सैनिक साहबहरू साथै दिदीबहिनीहरू र विशेष गरेर हाम्रो मिडियाकर्मी भान्जा भान्जीहरूमा हामी कुनै पनि काम सक्सेसफुल गर्नुभन्दा पहिला हाम्रो एउटा फौजी भाषामा एउटा मोटो छ हामीले कुनै पनि हामी चाहिँ फर्स्ट इयर सेकेन्ड इयर र लडेर चाहिँ हामीलाई वीर गति प्राप्त गरेर हामीले विश्वमा एउटा गोर्खालीको वीरताको इतिहास हामीले रचिसकेका छौँ र यसै कार्यक्रममा अब हामी चिर जलाउन गइरहेका छौँ र यसमा म अब यसमा म कोही महाकाली आयो गोर्खाली भन्नु गइरहेको छु म कोही महाकाली भन्छु तपाईँले आयो गोर्खाली भन्नु होला जय महाकाली धन्यवाद ल अब चाहिँ क्याम्प फायर पनि भयो होइन सम्पूर्ण दिदीबहिनीहरू उपस्थित महानुभावहरू अब यहाँ हाम्रो चियापान कार्यक्रम अहिले यो प्रसाद ग्रहण गर्ने म पो अगाडि गरेँ त म के सहयोग गरौँ ल अब यही छ